सम्पूर्णमा नमस्कार साथीहरू। सदा चाहिँ आज म श्री हनुमानजीको विशेष मन्त्र पढ्न गइरहेको छु। यो मन्त्र तपाईहरूले डेली जाप गर्नुभयो दिनको 12 पटक भने यस मन्त्रले तपाईले सोचेको आँटेको सम्पूर्ण कामहरू सफल हुनेछन् र कामहरू तपाईको बन्नेछ। कतिपयलाई थाहा नहुन सक्छ यो विशेष मन्त्र है। मैले पनि सधैँ यो पूजापाठहरू गर्दाखेरि तपाईको श्री हनुमानजीको यो मन्त्र जाप्ने गर्छु। यो मन्त्र जाप्नाले तपाईका सम्पूर्ण दुःख कष्टहरू हराएर जानुको साथै तपाईले सोचेको आँटेको काम हुने गर्दछ है। ल सुन्नुस् है त, म श्री हनुमानजीको यो विशेष मन्त्र पढ्न गइरहेको छु। तपाईहरुले सुनिदिनुस् है त। कालतन्तु कारे चरन्ति एनरमरिष्णु निर्मुक्तेर कालेत्तम अमरिष्णु। यो जाप तपाईले बिहान बिहान पूजा गर्दा अथवा योग गर्दाखेरि पनि सम्झन सक्नुहुनेछ। 12 पटक यो मन्त्रलाई तपाईले जप्नुभयो भने श्री हनुमानजी जिउँदो देवता अष्टचिरञ्जीवी मध्येको एक श्री हनुमानजी ले तपाईको मनोकामना पूरा गर्नुहुनेछ। तपाईको रामायणको कथन अनुसार र काहीँ कतै महाभारतको कथन अनुसार पनि श्री हनुमानजी तपाईको यो साउथ भारतको आण्डुमान पर्वतको जङ्गलमा बस्नुहुन्छ भन्ने एउटा मान्यता रहिआएको छ। तर मैले पनि मेरो भित्री मनको आत्माले, मेरो विश्वासले हनुमानजीको मन्त्र सधैँ जप्ने गरेको छु र यो मन्त्र जप्दाखेरि मेरो कामहरू मैले भएको देखेको छु। प्राय जसो सबै कामहरू श्री हनुमानजीको जाप गर्नाले मेरो कामहरू बनेको छ। त्यो हुनाले साथीहरू तपाईँ पनि श्री हनुमानजीको यो मन्त्र जाप गर्नुहोस्। यसले तपाईको अधुरा कामहरू बन्ने छन् है त। श्री हनुमानजीलाई तपाईको हिन्दू धर्मको कथन अनुसार अष्टचिरञ्जीवी मध्येको एक बलवान, काम पूरा गर्ने अनि भक्तिभाव राख्ने एक भगवानको रूपमा मानिने गरिन्छ है त साथी। हस् त, धन्यवाद।